काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले यो घर पसल आफ्नो घर कम्पाउन्डबाट निस्किने फोहोरहरूलाई जथाभावी सडकमा फाल्ने कार्यलाई निरुत्साहित गर्नको लागि अहिले हामीले चाहिँ भर्खरै सूचना जारी गरेका छौं। काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन 2077 अनुसार यदि कसैले आफ्नो घर कम्पाउन्ड परिसरबाट चाहिँ त्यस्ता किसिमका फोहोरहरू सार्वजनिक स्थानमा सडकमा निकाल्छ भने उनीहरूलाई 5,000 देखि 15,000 सम्मको सजाय हुनेछ। यसलाई चाहिँ कानुनले यसलाई चाहिँ कसुर मानेको हुनाले कसैले पनि आफ्नो घरमा उत्पादित फोहोरलाई आफ्नो घरभन्दा बाहिर निकालेर सार्वजनिक स्थानमा फालेको हाम्रो अनुगमन टोलीले फेला पारेमा हामी चाहिँ तत्काल कारबाही गर्छौं। त्यसैले कसैले पनि त्यसरी आफ्नो घर कम्पाउन्डबाट निस्किने फोहोरलाई सार्वजनिक स्थानमा सडकमा जथाभावी रूपमा नफाल्दिन हुनको लागि हामी अनुरोध गर्दछौं।